हामी आज आएको छौँ पिकनिक। यो वर्षको फर्स्ट पिकनिक हामी यहाँ उसौदै गरेको तपाईँलाई म देखाउने छु। ल अर्णव ड्रेस त्यस्तै छ है, किनभने हामी आज पिकनिक सँगसँगै नुहाउने छौँ नि अर्णव। साथीहरू हामीले खाना चाहिँ घरबाटै बनाएर ल्याएको छौँ र अर्णवको मम्मी खानालाई रेडी भइसकेछ र उहाँहरू सुरु गरिसकेको छ खाना लागि र अब म पनि यसलाई खानेछु। गाइस यहाँनिर अर्णव अहिले के खाँदैछ? मुरै खानुहुँदैछ? अघि खाना खानुभयो, अहिले मुरै खानुहुँदैछ र एकदम मुखमा पानी एन्जेल। गाइस यहाँनिर तपाईँ हेर्न सक्नुहुनेछ, यहाँनिर चाहिँ टमाटर कटिङ हुँदैछ झालमुरीको लागि। खानाले साथ दिएन हामीलाई, खाना खाएपछि पनि भोक लाग्दो रहेछ खोलातिर र वनभोजमा हामी आएको थियौँ आज। यहाँनिर मेरो बसन्ती छ, यो खोलामा मजाले नुहाइ भयो, लुगा धुवाइ भयो, अनि अर्णव यहाँ नुहाइ धुवाइ गरेर खाना खाएर नुहाइ धुवाइ गरेर फेरि पनि खाँदैछ मुरै। यहाँ अर्णवको मैले फुल तयारीको साथ आएको त, तेल, यो धुलो खोर्सानी, यो नुन, यो हुचिङ उचाना मटर, यहाँनिर दालमोठको प्याकेट पनि लिएर आएको छ। यहाँनिर कटिङ हुँदैछ झालमुरीको लागि। यहाँनिर चाहिँ मुरै छ, खुला मुरै हामीले किनेर ल्याएको छौँ बजारबाट। कति टाइम लाग्छ अझै बन्नु? हेर्दा त दामी देखिन्छ, झालमुरीमा फेरि पिरो छैन भने मजा आउँदैन फेरि। त गाइस मुरै बनेर तयार छ, झालमुरी बनेर तयार छ यहाँनिर। अब आमिन गरेर यसलाई हामी खानेछौँ। यस्तो छ झालमुरी। ल खान्छ आमिन गरेर थाली होला है। गएको है